हामीले विभिन्न घरहरूमा गएर फोहोर व्यवस्थापन र शौचालय व्यवस्थापन कसरी र कुन तरिकाबाट गर्नुहुन्छ भन्ने बारे तथ्याङ्कन सङ्कलन गरेका थियौँ र त्यसैका आधारमा हामीले यहाँ पाइचार्ट पनि तयार गरेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ। सुन्तला रङले नगरपालिका ट्र्याक्टरको सङ्ख्यालाई जनाएको छ भने बैजनी रङले मल बनाउने सङ्ख्यालाई जनाएको छ। आकाशी निलो रङले जनावरलाई खुवाउने सङ्ख्यालाई जनाएको छ भने हरियो रङले जलाउने सङ्ख्याले जनाएको छ। अब भने कति प्रतिशत जनसङ्ख्याले कुन तरिकाबाट फोहोर व्यवस्थापन गर्नुहुन्छ भन्ने बारे मेरो साथी स्नेहा दर्जीले भन्न गइरहनु भएको छ। सम्पूर्णमा नमस्कार, मेरो नाम स्नेहा दर्जी। हामीले सङ्कलन गरेको तथ्याङ्क अनुसार नगरपालिकाको ट्र्याक्टरमा फोहोर दिने हुनेको जनसङ्ख्या 9.5% रहेको छ। मल बनाउनेको जनसङ्ख्या 26.1% रहेको छ। जनावरलाई खुवाउनु हुनेको जनसङ्ख्या 28.9% रहेको छ भने जलाउनु हुनेको जनसङ्ख्या 35.5% रहेको छ। हामीले यो पाइचार्टबाट के थाहा पाउन सक्छौँ भने हाम्रो समुदायमा सबैभन्दा थोरै फोहोर चाहिँ नगरपालिकाको ट्र्याक्टरमा दिने र सबैभन्दा धेरै फोहोर चाहिँ जलाउने हुँदो रहेछ। यसै गरी शौचालय व्यवस्थापनमा सबै घरमा 100% राम्रो व्यवस्थित शौचालय पाइएको छ, जुनलाई चाहिँ हामीले पाइचार्टमा रातो रङले जनाएका छौँ। धन्यवाद।